पक्कै पनि सिद्धिएको छैन भन्ने मैले अपेक्षा गरेको छु। यस धन्यवाद हाम्रो कार्यक्रम सञ्चालक आदरणीय पदम थापा सर, उहाँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागको उपप्रमुख पनि हुनुहुन्छ र गत भर्खरै भएको महाधिवेशनको प्रतिनिधि साउदीको प्रतिनिधि गरेर पनि महाधिवेशन सम्पन्न गरेर आउनुभएका आदरणीय व्यक्तित्व हुनुहुन्छ। उहाँको यस राष्ट्रिय स्वतन्त्र पार्टीमा लगातार उहाँले काम गर्दै आउनुहुन्छ स्थापना कालदेखि। त्यसै कारणले गर्दा पनि उहाँलाई भुरी धन्यवाद। आज कार्यक्रम एकदमै सभ्य र भव्य भएको छ। अलकासिमवासीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लगभग 4 वर्ष जस्तो कुर्नु पर्यो, त्यसको लागि हामी क्षमा छौँ। यद्यपि हामी ढिलो आयौँ तर हामीले व्यङ्ग गरेका छौँ। एकदमै भव्य यहाँले उपस्थित भएको छ, त्यसले हामीलाई हर्ष विभोर बनाएको छ। यद्यपि आज अलकासिमले आज नयाँ समिति पाएको छ, जुन नयाँ समिति आफैमा पनि गर्व लाग्ने एउटा समाज सेवामा प्रेरित भएको एउटा जुन समिति बनेको छ, यो साँच्चै गर्व लाग्दो छ। यसले यहाँका स्थानीय श्रमिक र यहाँका नेपाली नागरिकहरूलाई हरेक सुख दुःखमा साथ दिनुहुन्छ भन्ने मैले अपेक्षा लिएको छु र यहाँहरूलाई उक्त हरेक यहाँका श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हातमा गर्दै उहाँहरूको सुख दुःखमा सहयोग पुर्याउनु हुनको लागि म हार्दिक निवेदन गर्दै उक्त कार्यमा तपाईँहरूले डिस्टिङसन ल्याएर पास गर्नुहुन्छ भन्ने मैले अपेक्षा गर्दै हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु र हजुरहरू सम्पूर्णलाई बधाई पनि भन्न चाहन्छु। अब राष्ट्रिय स्वतन्त्र पार्टी हामी सङ्गठनिक हिसाबमा लगभग अहिले 43वटा देशमा विभाग आधिकारिक रूपमा विभाग गठन भइसकेको अवस्था छ। साउदी अरबमा पनि हामीले स्थापना कालदेखि स्थापना भएको संस्था हो र आज प्रवास विभाग मात्र नभएर यहाँनिर 4वटा क्षेत्रीय समिति छन् र लगभग साउदी अरबमा 11,000 भन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य लिइसकेको अवस्था छ। यो सम्भवतः यो साउदी अरबमा सबैभन्दा ठुलो संस्था भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हो भन्न हामी कहीँनिर पनि अप्ठ्यारो नमानिकन भन्ने अवस्था आएको छ। यो सम्पूर्ण कारण भनेकै नि राष्ट्रिय प्रेमी न्याय प्रेमीहरूको एकता भएको कारणले गर्दा यो सम्भव भएको हो। र सङ्गठनको हिसाबमा हामी सानो मैले परिचय गराएँ, एउटा विभाग हुन्छ हाम्रो, यो विभागको नेतृत्व म स्वयंले गरेको छु। त्यसमा क्षेत्रीय समितिहरू हुन्छन्। हरेक सहरहरूमा हामीले क्षेत्रीय समितिको गठन गर्न हामीलाई विधान र कानुन तथा नियमावली दिएको छ र उक्त विधान तथा नियमावली अनुसार हामी हरेक सहरहरूमा हामीले यसरी नै सङ्गठन विस्तार